नमस्कार साथीहरू, तपाईहरूमाझ आज हामी एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएका छौं। आज हामी सरकारी सेवा मध्ये सबैभन्दा आकर्षक र उत्कृष्ट रोजगार मानिने निजामती सेवा मध्येको नेपाल परराष्ट्र सेवाको विविध पक्षहरूबारे छलफल गर्नेछौं। यस जानकारीमूलक भिडियोमा हामी संलग्न सूची बमोजिमका विषयहरूमा केन्द्रित रहनेछौं। यस जानकारीमूलक भिडियोमा हामी संलग्न सूची बमोजिमका विषयहरूमा केन्द्रित रहनेछौं। निजामती सेवा ऐन 2049 को परिच्छेद 2 मा रहेको व्यवस्था बमोजिम 10 वटा सेवामध्ये नेपाल परराष्ट्र सेवा पनि एक सेवा हो। नेपाल परराष्ट्र सेवामा सिफारिस हुने कर्मचारीहरू विभिन्न देश तथा विदेशमा रहेका देहाय बमोजिमको कार्यालयहरूमा सेवा गर्ने अवसरहरू पाउँदछन्। नेपाल सरकारको परराष्ट्र मन्त्रालय मौफा अन्तर्गत रहेका 10 वटा महाशाखा, 2 वटा विभाग तथा 1 वटा सम्पर्क कार्यालय वीरगञ्ज, 7 वटा प्रदेश अन्तर्गतका मुख्यमन्त्रीको कार्यालय, नेपाल सरकारको 31 वटा राजदूतावास, राष्ट्रसङ्घका लागि नेपाल सरकारको 3 वटा स्थायी नियोग, नेपाल सरकारको 7 वटा महावाणिज्य दूतावास। नेपाल परराष्ट्र सेवामा 325 जनाको कुल दरबन्दी स्वीकृत रहेको छ, जसमा 283 जना कर्मचारीहरू कार्यरत रहेका छन्। 2081 सालमा परराष्ट्र मन्त्री आर्जु देउवाको पालामा 111 जनाको नयाँ दरबन्दी थप भएको छ। थप भएको दरबन्दीको विवरण यस प्रकारको छ। सचिवको पदमा 1 जना, सहसचिवको पदमा 11 जना, उपसचिवको पदमा 33 जना, शाखा अधिकृतको पदमा 62 जना। नेपाल परराष्ट्र सेवामा 2081 सालमा खुलेको विज्ञापनमा हालसम्मको सबैभन्दा धेरै कर्मचारी माग भएको छ। नेपाल परराष्ट्र सेवा निजामती सेवा अन्तर्गतको सेवा रहेकोले निजामती सेवा ऐन 2049 दफा 7 मा रहेको व्यवस्था बमोजिम विभिन्न पदमा खुल्ला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्ने व्यवस्था रहेको छ। नेपाल परराष्ट्र सेवाको प्रवेश बिन्दु चाहिँ नायब सुब्बा पदबाट पर्दछ। राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदमा 40% खुल्ला प्रतियोगिताको माध्यमबाट र बाँकी 60 बढुवाद्वारा हुने व्यवस्था रहेको छ। राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पदमा 70% खुल्ला प्रतियोगिताको माध्यमबाट बाँकी 30% बढुवाद्वारा हुने व्यवस्था रहेको छ। राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पद तथा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पद दुवैमा 10% खुल्ला प्रतियोगिताको माध्यमबाट र बाँकी 90% बढुवाद्वारा हुने व्यवस्था रहेको छ। सङ्घीय लोक सेवा आयोगको प्रत्येक वर्ष प्रकाशित हुने विज्ञापन तालिका बमोजिम निजामती सेवा नेपाल परराष्ट्र सेवा समेतको विभिन्न पदहरू पदपूर्ति हुने गर्दछ। यसरी खुल्ने विज्ञापन प्रत्येक वर्ष विशेष परिस्थिति बाहेकको अवस्थामा देहाय बमोजिमको महिना र बारमा खुल्ने गर्दछ। राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पदको विज्ञापन असोज महिनाको अन्तिम बुधबार प्रकाशित हुने गर्दछ। राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पदको विज्ञापन मङ्सिर महिनाको अन्तिम बुधबार प्रकाशित हुने गर्दछ। राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदको विज्ञापन पुस महिनाको अन्तिम बुधबार प्रकाशित हुने गर्दछ। सङ्घीय लोक सेवा आयोगको प्रत्येक वर्ष प्रकाशित हुने निजामती सेवाको विभिन्न पदहरूको विज्ञापनको लागि विभिन्न विषयहरूमा योग्यता चाहिने हुन्छ।
हामी चाहिँ नेपाल परराष्ट्र सेवाको पदहरूमा आवेदन दिन चाहिने न्यूनतम योग्यताको बारेमा छलफल गर्नेछौँ। नेपाल परराष्ट्र सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि प्राप्त भएको हुनुपर्दछ। नेपाल परराष्ट्र सेवाको राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्व उत्तीर्ण भएको हुनुपर्दछ। नेपाल परराष्ट्र सेवाको राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो 16 उत्तीर्ण भएको हुनुपर्दछ। नेपाल परराष्ट्र सेवा निजामती सेवा अन्तर्गतको सेवा रहेकोले निजामती सेवा नियमावली 2050 को परिच्छेद 9 मा भएको व्यवस्था बमोजिम देहाय बमोजिमका 10 प्रकारका बिदाहरू पाउँदछन्। 1 भैपरी र पर्व बिदा, 2 घर बिदा, 3 बिरामी बिदा, 4 प्रसुति बिदा, 5 प्रसुति स्याहार बिदा, 6 किरिया बिदा, 7 अध्ययन बिदा, 8 असाधारण बिदा, 9 बेतलबी बिदा, 10 सट्टा बिदा। नेपाल परराष्ट्र सेवा निजामती सेवा अन्तर्गतको सेवा रहेकोले नेपाल सरकारले निर्धारण गरेको तलबमान अनुसारको मासिक तलब तथा आबो 2082-083 देखि 5000 रुपियाँ महँगी भत्ता पाउने व्यवस्था रहेको छ। अन्य थप सुविधामा अधिकृत स्तरका भएमा 12 महिना बराबरको तथा श्रेणीविहीन र सहायक स्तरका भएमा सेवा अवधिभरमा 18 महिना बराबरको खाइपाई आएको तलब रकमसम्म उपचार खर्च बापत पाउने व्यवस्था रहेको छ। साथै प्रत्येक कर्मचारीको मासिक तलबमानको 10% कट्टा गरी सोही बराबरको रकम जम्मा गरी सञ्चय कोषमा छुट्टै व्यक्तिगत खाता स्थापना गरी सेवाबाट निवृत्त हुँदा बखत एकमुष्ट लग्ने व्यवस्था रहेको छ। निवृत्तिभरण पेन्सन 2075 श्रावण 1 पछि नियुक्त हुने निजामती कर्मचारीहरूको हकमा निवृत्तिभरण कोष ऐन 2075 अन्तर्गत प्रत्येक कर्मचारीको 6% रकम कट्टा गरी सोही बराबरको रकम जम्मा गरी सञ्चय कोषमा छुट्टै व्यक्तिगत खाता स्थापना गरी 20 वर्ष सेवा अवधि पूरा गरेपछि निवृत्तिभरणको व्यवस्था रहेको छ। भ्रमण खर्च नियमावली 2064 मा भएको व्यवस्था बमोजिम नेपाल परराष्ट्र सेवाको कर्मचारी विदेश स्थित कार्यालयहरूमा कार्यरत रहनु परेमा अमेरिकी डलरमा भ्रमण भत्ता पाउने व्यवस्था हुन्छ, जसले गर्दा परराष्ट्र सेवाको जागिर आर्थिक रूपमा थप आकर्षक बनाउने गर्दछ। भ्रमण खर्च नियमावली 2064 को अनुसूची 5 मा व्यवस्था भए बमोजिम नायब सुब्बा पदका कर्मचारीले तृतीय तह बराबरको दैनिक 125 अमेरिकी डलर प्राप्त गर्दछन् र उपसचिव र शाखा अधिकृत पदका कर्मचारीले द्वितीय तह बराबरको दैनिक 150 अमेरिकी डलर प्राप्त गर्दछन्। विदेश स्थित नेपाली नियोगमा खटिने कर्मचारीले वैदेशिक भत्ता, पारिवारिक भत्ता, शैक्षिक भत्ता, सेटलमेन्ट भत्ता, स्वास्थ्य बीमा, औषधि उपचार खर्च, आवास सुविधा तथा निजी मालसामान तथा सवारी साधन ढुवानीको व्यवस्था रहेको हुन्छ। परिवारका सदस्यलाई टिकट समेतको व्यवस्था रहन्छ। कुनै नियोगमा बसुन्जेल कर्मचारीका परिवारका आश्रित सदस्यले समेत भत्ता पाउने व्यवस्था रहेको हुन्छ। तलब र वैदेशिक भत्ताको पति वा पत्नीलाई 15%, जनही 2 बच्चालाई 10% र आमा वा बुबा मध्ये एकलाई 5% भत्ता दिने व्यवस्था रहेको हुन्छ। अधिकृत स्तरका कर्मचारीले आफूसँग विदेशी नियोगमा जाँदा 1 जना सहयोगी समेत लग्ने व्यवस्था रहेको हुन्छ। नेपाल परराष्ट्र सेवाको तयारी गरिरहनु भएको साथीहरूलाई थप उत्प्रेरणा प्राप्त होस् भनेर कर्मचारीले आफूसँग आफ्नो परिवारका सदस्यलाई विदेश स्थित कार्यालयमा लगेर जाँदा पाउने भत्ता अमेरिकी डलरमा समेत के कति हुन आउँदो रहेछ भनेर हामीले यस भिडियोमा देखाउन प्रयास गरेका छौं। नायब सुब्बा पदका कर्मचारीले पाउने दैनिक भत्ता। कर्मचारीले पाउने दैनिक भत्ता $125।
पति वा पत्नीले पाउने भत्ता $18.75। एकजना बच्चाले पाउने भत्ता $12.5। आमा बुबाले पाउने भत्ता $6.25। शाखा अधिकृत उपसचिवले पाउने दैनिक भत्ता। कर्मचारीले पाउने दैनिक भत्ता $150। पति वा पत्नीले पाउने भत्ता $22.50। एकजना बच्चाले पाउने भत्ता $15। आमा बुबाले पाउने भत्ता $7.5। यति धेरै सुविधा, त्यसमाथि विदेशमा बसी काम तथा घुम्ने जागिर। परराष्ट्र सेवाको जागिरमा नाम निकाल्नका लागि राम्रोसँग लाग्नुहोस् है त साथीहरू। परराष्ट्र सेवाको तयारी गरिरहनुभएका सम्पूर्णलाई हाम्रो यस च्यानलबाट धेरै धेरै शुभकामना। अन्य कुनै जानकारीहरू चाहिएमा हाम्रो भिडियोको तल रहेको कमेन्ट बक्समा आफ्नो जिज्ञासा राख्नुहोला। साथै यस च्यानललाई यस्तै अन्य लोक सेवा सम्बन्धी विविध जानकारीमूलक भिडियो हेर्नलाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला।